फोटोमा देखिएको भगवान धन बाराईको हो। यो भक्तपुर वडा नम्बर 11 अवस्थित परदेशी भीमसेनको प्राङ्गणमा अवस्थित रहेको छ। प्रजापति समुदायले बराह भनेर पुजिने यस मूर्तिलाई सर्वसाधारणले धन बाराहीको रूपमा मान्दछन्। हुन त बाराही अझिमा भगवान बाराहको शक्तिको केन्द्र हो। धन बाराहीलाई नेवा समुदायले धन प्रदान गर्ने देवताको रूपमा पुज्ने गर्दछन्। कौलागा त्रयोदशीका दिन अर्थात् लक्ष्मी पूजाको अघिल्लो दिनलाई धन बाराहीको जन्मदिनको रूपमा पुजिने गरिन्छ। अन्य बाराहीको हातमा खड्ग रहेको हुन्छ भने धन बाराहीको हातमा धनको पोका रहेको हुन्छ। कौलागा त्रयोदशीका दिन भीमसेन स्थान स्थित यस देवताको मन्दिरमा पूजा गर्ने मानिसहरूको संख्या दिनबदिन बल्किँदैछ। यस्तै मूर्ति तपुखु अर्थात् सिद्ध पोखरीको दिलमा पनि रहेको छ। यो मूर्ति 4औं शताब्दीको रहेको कुरा प्राध्यापक डाक्टर पुरुषोत्तम लोचन श्रेष्ठले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्। यो मूर्ति पनि यसै प्रकृतिको रहेको कारण यो मूर्ति पनि मल्लकालीन भन्दा पुरानो हुन सक्छ। धन बाराही बारे गुरु राजेन्द्र महर्जनको लेखमा आयुर्वेदका जननी धनवन्तरी बाराही आज जन्म जयन्ती, नेपाल भाषामा धतिल बाराही, नेपालीमा धनवन्तरी बाराही, आयुर्वेदिकमा धनवन्तरी, कहिले धन्वन्तेश्वरी नामले पनि पुकारेको देखिन्छ। पहिलेका वैद्यहरूले आयुर्वेदिक औषधि बनाउँदा सर्वप्रथम धनवन्तरी बाराईलाई चढाउने गर्थे। धेरैको अनुभव छ कि असाध्य रोग अर्थात् क्रोनिक डिजिज रोग लाग्यो भने त्यहाँ गई दर्शन गर्दा स्वास्थ्यमा क्रमिक सुधार भएको छ भनी उल्लेख गरिएको छ। यस अर्थले धन बाराईलाई धनवन्तर बाराई पनि भन्ने गरिन्छ।